यदि तपाईँ वैवाहिक जीवनमा प्रवेश गरिसक्नु भएको छ अर्थात् विवाह बन्धनमा अनि तपाईँ श्रीमान हुनुहुन्छ अनि श्रीमती हुनुहुन्छ भने नि यो कुरालाई कहिले पनि नभुल्नुहोस्। जब हामीले आफ्नो श्रीमतीलाई सम्मान दिन्छौँ, प्रेम गर्छौँ, आदर गर्छौँ नि तब हाम्रो सम्बन्धमा कुनै पनि तेस्रो व्यक्तिले प्रवेश गर्ने मौका नै पाउँदैन, तेस्रो व्यक्ति आउने मौका नै पाउँदैन। मुख्य समस्या चाहिँ के रहेछ भने श्रीमानले श्रीमतीलाई त्यो सम्मान दिन नसकेको कारण, साँचो प्रेम गर्न नसकेको कारणले गर्दाखेरि हाम्रो सम्बन्धहरूमा तेस्रो व्यक्तिले मौका पाउँदैछ। तर कहिले तपाईँ आफैले विचार गर्नुभएको छ, अर्थात् तपाईँले सेल्फ चेक पनि भन्छौँ हामी, सेल्फ एक्जामिनेसन पनि भन्छौँ, आत्मपरीक्षण गरेर हेर्नुहोस् त ममा के कुराको अभाव छ, के कुरा मैले सुधार्नु पर्ने छ भन्ने कुरा पुरुषज्यूहरू, श्रीमानज्यूहरू तपाईँ हामीले विचार गर्नुपर्छ। तर हामी अरूलाई दोष लगाउँछौँ, हामीमा भएको कमजोरलाई हामी धेरैचोटि पत्ता लगाउन चाहँदैनौँ। तर जब तपाईँले आफ्नो श्रीमतीलाई साँचो प्रेम गर्नुहुन्छ नि प्रिय, मैले तपाईँलाई फेरि पनि भन्नुपर्छ, तेस्रो व्यक्तिले मौका नै पाउँदैन क्या आउन, त्यो छिर्न त के प्रिय, त्यसले गन्ध पनि पाउँदैन। त्यही कारणले गर्दाखेरि श्रीमतीलाई अति प्रेम गर्नुहोस्, सम्मान दिनुहोस्, आदर गर्नुहोस्। त तपाईँको सम्बन्धद्वारा नै परमेश्वर जसले विवाहलाई सुरुवात गर्नुभयो उहाँ आफै पनि खुसी हुनुहुनेछ। परमेश्वरलाई प्रसन्न तुल्याउनु छ भने नि प्रिय आफ्नो श्रीमतीलाई प्रेम गर्नुहोस्, सम्मान दिनुहोस् त प्रिय। जब तपाईँले शब्दले मात्र होइन तर तपाईँको व्यवहार, तपाईँको समय र तपाईँको विश्वासले तपाईँले माया गर्न थाल्नुहुन्छ नि तब तपाईँको श्रीमतीको हृदय सुरक्षित हुन्छ, कुनै पनि व्यक्ति आउन नै पाउँदैन। त्यही कारणले प्रियहरू, सम्मानले चाहिँ उसको आत्मालाई ढाक्ने काम गर्छ, प्रेमले उसको जीवनलाई नै सन्तुष्ट बनाउँछ कि आफ्नो श्रीमतीको। मैले महसुस गरेको छु, मेरो श्रीमतीलाई जब जब म सानो तिनो कुराहरू गरिदिएर उसलाई खुसी बनाउँछु नि, म आफैमा पनि मैले आत्मसन्तुष्ट भेटाउँछु। सानो तिनो कुराहरू गरिदिनुहोस्, उसलाई राम्रो व्यवहार गरिदिनुहोस्, राम्रो तपाईँले कुराहरू गरिदिनुहोस्, त त्यो कुराले नि विशेष गरेर उसको आत्मालाई ढाक्ने काम गर्छ। अनि त्यो प्रेमको कारणले गर्दाखेरि उसको जीवनलाई नै सन्तुष्ट बनाउँदो रहेछ। त्यही कारणले उसले पनि आफ्नो जीवनको मूल्यलाई थाहा पाउनु पर्यो क्या। विशेष हाम्रो नेपाली कल्चरमा हाम्रो छोरी मान्छे स्त्रीहरूले आफ्नो परिवारलाई छोडेर आएको हुन्छ, धेरै कुराहरूलाई छोडेर आएको हुन्छ। अनि यता विवाह गरेर आइसकेपछि अर्को श्रीमानको परिवारबाट विशेष ससुरा सासूबाट पनि दुःख भोग्ने हाम्रै समुदायमा छ, त्यस्ता चलनहरू छ। अनि सासू ससुराबाट पनि दुःख भोग्नुपर्ने अनि श्रीमानबाट पनि दुःख पाउनुपर्ने, यो अति लज्जास्पद कुरा हो क्या। हाम्रो समाज परिवर्तन हुन आवश्यक छ, हाम्रो मगज परिवर्तन हुन आवश्यक छ। त्यही कारणले हाम्रो श्रीमतीलाई हामीले आदर गर्न सक्नु पर्यो, सम्मान हामीले दिन सक्नु पर्यो। अनि श्रीमतीज्यूहरू तपाईँले आफ्नो श्रीमानलाई आदर गर्न सक्नुभएको छैन भने तपाईँले पनि आफ्नो श्रीमानलाई आदर गर्नुहोस्, प्रेम गर्नुहोस्, अनि मात्र तपाईँको सम्बन्ध असल हुनसक्छ, तपाईँको सम्बन्ध बलियो हुनसक्छ। कुनै पनि तेस्रो व्यक्ति आउने मौका नै पाउँदैन, दोस्रो व्यक्ति आउने मौका पाउँदैन। त्यही कारणले गर्दाखेरि सधैँ एकले अर्कालाई उठाउनुहोस्, प्रेम गर्नुहोस्, शङ्का गर्ने ठाउँहरू नबनाउनुहोस् सकेसम्म। जब प्रेमले भरिएको विवाहमा चाहिँ नि परमेश्वरले काम गर्न थाल्नुहुन्छ नि तब त्यो सम्बन्धले अरूको जीवनमा पनि गवाईको काम गर्छ। त्यही कारणले माया गर्नुहोस्, सम्मान दिनुहोस्, साँचो माया गर्नुहोस् सकेसम्म। त्यही मायाको कारणले गर्दाखेरि नि, त्यही प्रेमको कारणले गर्दाखेरि तपाईँको श्रीमतीले आफ्नो हृदयलाई पनि सुरक्षित राख्छन्। त्यही कारणले हाम्रो समाजमा जे कुरा भइरहेको छ त्यस्तो कुरालाई छिचोल्नका लागि हाम्रो श्रीमतीलाई आदर गरौँ, परिवारलाई पनि सम्झौँ। कतिवटा कुरामा जति तपाईँले आफ्नो श्रीमतीलाई सुरक्षा दिनुहुन्छ तपाईँको सम्बन्ध बलियो हुन्छ। आमेन।